नमस्कार मित्रहरू, म आज यहाँहरूलाई एकजना किसान चिनिया किसानको कथा सुनाउँछु। एकजना किसान चीनका कुनै गाउँका किसानले आफ्नो बारीमा ल्याएर दुईटा बिरुवा रोपेछन्। एउटा बिरुवा केराको र अर्को बिरुवा बाँसको। उनले केरा र बाँसको बिरुवा रोपिसकेपछि दिनहुँ त्यसमा जल सिंचन गर्दा रहेछन्, पानी हाल्दा रहेछन्, मलजल गर्दा रहेछन्, गोडमेल गर्दा रहेछन् र क्रमशः समयक्रमसँगै केरा रोपेका ठाउँमा थुप्रै कोथाहरू पलाउँदै गए अनि केरा बढ्दै गयो। साह्रै छिटो बढ्ने वनस्पति हो केरा बढ्दै गयो अनि केरा पसायो, फल्यो अनि उनले कतिपय आफूले खाए, कति गाउँलेहरूलाई बाँडे र कतिपय बेचबिखन पनि गरे। अर्कातिर बाँसको बिरुवा रोपेका ठाउँमा चाहिँ उनी जसरी केरालाई मलजल गर्छन् त्यसरी नै मलजल गर्छन्, तर पनि बाँसमा केही पनि टुसा पलाउने हुँदैन, त्यत्तिकै त्यो बाँस रहिरहेको छ। अनि गाउँलेहरू यसो आउँदा रहेछन्, तिमीले यो केरा रोपेको त ठिकै हो, यसबाट त तिमीले उब्जनी पनि पाएका छौ, नाफा पनि कमाएका छौ, हामीलाई पनि बाँडेका छौ, तर यो बाँसमा किन मेहनत गर्छौ यसरी? यति वर्ष भइसक्यो, 1.5 वर्ष 2 वर्ष बितिसक्दा पनि बाँसबाट कुनै तामा नपलाएको मान्छेहरूले देखेपछि अनि उनलाई उडाउँदा पनि रहेछन् कतिपयले। यो अनावश्यक श्रम तिमीले यसमा लगानी गरेका छौ, खर्च गरेका छौ, यो काम छैन भनेर। तर किसानले धैर्यतापूर्वक आफ्नो काम छोडेनन्। उनले केराको पनि स्याहार सम्हार गरिरहे र बाँसको पनि स्याहार सम्हार गरिरहे र केही वर्षपछि, झन्नै 3 वर्षपछि बल्ल त्यो बाँसको तामा पलाउन थालेछन्, धेरैवटा तामा एकैचोटि, र ती तामाहरू क्रमशः बढ्दै 6 महिनाभित्रमा एकदमै ठुला, झन्नै आकाश छेड्ने गरी चाहिँ तामाहरू बढेर माथि पुगेछन्। अनि त्यसपछि ती हिजो बाँसको चाकर गर्नु आवश्यक छैन, मूर्खता हो भन्ने किसानहरूलाई बोलाएर उनले भनेछन्, हेर बाबु, हिजो मैले यसलाई किन पानी हालेँ, किन मलजल गरेँ भनेर तिमीहरू मलाई चाहिँ उडाउँथ्यौ, मलाई प्रश्न गर्थ्यौ, तर आज हेर त यो तामा कति छिटो बढेर कति धेरैवटा तामा भए बाँसका, कत्रो ठुला भइसके यिनीहरू। अब यसबाट के कुरा बुझ्नुपर्छ भने हामीले कतिपय परिश्रम, मेहनत चाहिँ पृष्ठभूमिमा लामो समय मेहनत गरेपछि मात्रै, धैर्यतापूर्वक मेहनत गरेपछि मात्रै त्यसको प्रतिफल प्राप्त हुन्छ। हतार आज एउटा काम गर्ने, भोलि छोड्ने, पर्सि अर्को काम गर्ने, फेरि त्यो छोडिहाल्ने र हतारमा सफलता प्राप्त गर्ने योजना गरियो भने त्यसबाट सफलता प्राप्त हुँदैन। धैर्यताको आवश्यकता पर्छ। जसरी ती किसानले बाँसबाट अनि राम्रो आम्दानी गरे उनी र वर्षौं वर्ष उनले चाहिँ त्यसलाई आफ्नो आम्दानीको स्रोत बनाए। जति बेर उनले मलजल गरिरहे, उनको तर्क के रह्यो भने त्यति बेरसम्म त्यो बाँसले जति उचाइमा पुग्नु छ त्यति तल जमिनमा बलिया गरी जरा गाड्नुपर्छ। त्यो कुरा बाँसले बुझेको हुनाले पहिले जरा दरो गरी जमिनमा गाडेपछि बल्ल आफ्नो यात्रा सुरु गर्यो र त्यो यात्रा धेरै सफल, धेरै माथिसम्मको यात्रा तय गर्न सक्यो। यो कथाबाट हामीले प्राप्त गर्ने प्रेरणा पनि कुनै पनि काममा निरन्तर साधना गरेपछि, निरन्तर धैर्यतापूर्वक साधना गरेपछि मात्रै सिद्धि प्राप्त गर्न सकिन्छ भन्ने हो। हस्त, नमस्कार।